आमा कति हो गहुँको ल 40 जाने हालिदिनुहोस् त तपाईँ एक्लै परिवार बिमारी हुनुहुन्छ अनि बाबा छैन हजुर होइन आमा त तपाईँलाई चाहिँ म नगरपालिकामा बुझाउँछु जस्तो लागेर चाहिँ मलाई धपाउनु खोज्नु भएको रहेछ मेरो चाहिँ एउटा व्यवसाय पनि छ अनि त्यही व्यवसायको थ्रुबाट चाहिँ म यसरी काम गर्छु अनि त्यो नगरपालिका रिलेटेड केही पनि होइन ल आमा ल मैले तपाईँलाई कस्टमर लिएर आइदिएँ अर्को आमाले तपाईँलाई कस्तो नराम्रो व्यवहार गरिरहनु भएको छ तै पनि मैले राम्रो व्यवहार गरिदिन्छु आमालाई थ्याङ्क यू एउटा मकै ल पोलिहाल्नु आमा पोलिहाल्नु यो मकै ल गाइस मकै खाम ल मलाई चिन्यो है ल त्यसो भए सो यो भिडियो चाहिँ स्पोन्सर बाई ओपास कफी हो है त कता हो घर छैन माया मेरो सिन्धुपाल्चोक हो त्यो त सिन्धुपाल्चोक होइन रमाइलो होला है उता सिन्धुपाल्चोकमा त यो मकै सिन्धुपाल्चोकको होइन त आमा त्यही भनेर विज्ञापन गर्छौँ न हामीले चाहिँ आज पार्टनरसिपमा मकै पसल खोलेको छ आमा र मैले 35 रुपियाँ मात्रै हो आउनुहोस् न त नगरपालिका हो क्या तपाईँ आमाको नगरपालिका नआउनु आमा मलाई पिटेर पठाउने होला क्या आमा यो मकैको यसलाई के भन्छ कौन है कहाँ से आते हैं खोस्टा खोस्टामा हालेर राख्छौँ हामी होइन गरिदिन्छु चाहिँ भने है लिएर आइदिनु पऱ्यो क्या त्यो ल अनि खाना खानुभयो त के खानुभयो भने त मकै खानुभयो हो भात खानुभयो भने साँच्चै हो नि ल ल ल अब एउटा कुरा सोध्छु नरिसाइकन भन्नुहोस् ल मलाई तपाईँ दिनमा कति जति व्यापार गर्नुहुन्छ भन्नुहोस् त नधात्तिकन अब पछि हो मकै ल्यायो त्यही उता त ल एउटै बिजन हो हिजो अस्ति कति बिकेको थियो हिजो भने त नधात्तिकन 50 हो बिल्छ 50 घर भनेको कति हो त्यो भने 4000 50 पिस त्यो भनेको 3-4 यस्तो नि 3-4 हजार 5000 50 घर मकै बेच्यो भने ब्राह्मणसित बेच्यो भने 1500 आउँछ 14-15 नाफा सानो गरेर 100 रुपियाँ त नि बोल्दिनु नि त ठुलो तर यहाँ वाइल्ड गर्नु हुन्छ यस्तो गर्नु आमाले गरिराख्नु भएको छ अघिदेखि गर्नु भएको छ नि तपाईँ गणित गरिराख्नु भएको थियो नि ल मेरो चाहिँ सानो व्यवसाय पनि छ कि अनि त्यो व्यवसायबाट चाहिँ तपाईँले भने जस्तै गरेर मैले अलिअलि पैसा कमाएको छु होइन अनि हजुरले भने चाहिँ मलाई पैसा कहाँ राख्नु भएन अनि मैले तपाईँलाई देखेँ अब म यहाँ राख्छु ल त्यत्रो साट्ने कहाँ पाउँछ होइन यो राख्नु न यो राख्नु न आमा पर्दैन यो पर्छ त्यहाँ जल्छ आमा अब यो चाहिँ हजुरलाई